हेलो साथीहरू, सन्चै हुनुहुन्छ नि सबैजना। आज चाहिँ मम्मीले तामा लिएर आउनुभएछ। यो तामाको चाहिँ बोक्रा-सोक्रा निकालेर मम्मी र मबाट यसलाई नाङ्गै बनाएर काटकुट पार्दैछौँ साथीहरू। अनि काटकुट पारिसकेपछि म चाहिँ आगो फुक्नतिर लागेँ। तामा चाहिँ आगोमा पकाएको मिठो हुन्छ नि त। यसलाई चाहिँ मलाई चाहिँ फेरि आगो फुक्न यति गाह्रो हुन्छ, आगो बल्दै बल्दैन हतपत। तर आज चाहिँ मजाले बल्यो, एकदम मजाले आगो बलेको छ। यसलाई चाहिँ गम्रुङ्ग पारेर कराईमा हालेर चाहिँ यसलाई पकाउनु पर्ने हुन्छ। यसलाई चाहिँ खरानी हालेर पकायो भने चाहिँ यसको स्वाद अर्कै मिठो हुन्छ भन्ने भनाइ छ। अनि त्यही भएर म यसलाई खरानी केलाउँदैछु। मजाले केलाएर हाले पनि हुन्छ, त्यतिकै खरानी छानछुन पारेर हाल्दा पनि हुन्छ। मैले चाहिँ त्यतिकै छानछुन पारेर हालेँ। अनि मैले चाहिँ तामा सँगसँगै आलु पनि उसिनेको थिएँ साथीहरू। अनि यसलाई चाहिँ पाक्यो कि पाकेन भनेर यसरी हातले छान्नुपर्ने हुन्छ। यो चाहिँ एकदम मजाले पाकेको थियो। अब यसलाई चाहिँ निकालेर एकदमसँगले पखाल्नु पर्ने हुन्छ, किनकि खरानीमा पकाएको थियो नि त। अनि खरानी जाँदैन फेरि मजाले पखालेन भने। अनि मैले चाहिँ आलु पनि तासतुस पारिसकेको छु। अब यसलाई पकाउनुतिर जाऊँ है त। कराई तातिसकेपछि यसमा तोरीको तेल हालेर चाहिँ यसमा बाह्र मसला पड्काएर झ्वाइँ पारेर हालिदिएपछि तामाको सब्जी त मिठो नहुने कुरै हुँदैन होइन। अनि अहिले साउन चलिरहेको नि त, अनि साउनले गर्दाखेरि मैले चाहिँ लसुन प्याज हालिनँ साथीहरू। अनि यसमा अब सब्जीमा के हालिन्छ भन्ने कुराहरू त तपाईँलाई भन्नै पर्दैन, थाहा छँदैछ होइन। यसमा नुन बेसारहरू हालिसकेपछि चाहिँ चलाउँदै भुट्दै पकाउनु पर्ने हुन्छ, पल्याक पुलुक भुट्दै होइन। अनि यो चाहिँ भुटिँदै गर्छ। म चाहिँ यसलाई चाहिने मसलाहरू रेडी गर्दै गर्छु होइन। यसमा चाहिँ जिरा पिसेर हाल्यो भने एकदमै मिठो हुन्छ कि। अनि हजुरहरूले चाहिँ साउन बार्नु भयो कि भएन? माछा मासु लसुन प्याज हामीले चाहिँ बार्यौँ है साथीहरू। अरू बेला खाए पनि साउनमा चाहिँ एकदम पुरै भेज। गफ त जति गरे पनि सकिँदैन साथीहरू। तपाईँहरू हेर्दै गर्नुहोस्, म चाहिँ मसला पिसिहाल्छु है त। मसला पनि पिसेर भ्याएपछि मसला यसमा एड गरेर यसलाई पल्याक पुलुक पारेर चाहिँ चलाउँदै यसलाई मसला पाक्नको लागि छोडिदिने। मैले चाहिँ पिरो पनि थोरै हालेको छु। पिरो बाबुले एकदम तामा मन पराउँछ कि, अनि त्यही भएकोले गर्दा पिरो थोरै हालेको। तपाईँहरूले चाहिँ आफ्नो स्वादअनुसार सबै कुराहरू एड गरेर खान सक्नुहुन्छ। अनि टमाटर चाहिँ सकेको रहेछ साथीहरू। अनि पहिला धुलो बनाएर राखेको थिएँ कि टमाटरको, अनि त्यही धुलो एड गरिदिएको छु मैले लास्टमा। अब यो सबै मसलाहरू पाक्नको लागि छोडिदिने। अनि मसलाहरू पाकिसकेपछि हाम्रो सब्जी रेडी हुन्छ। यस्तो दामी भएको छ नि, हेर्दै खाउँ परेको छैन त साथीहरू। हेर्नुहोस् त। हजुरहरूलाई पनि तामाको सब्जी मिठो लाग्छ भने यसरी नै बनाएर खान सक्नुहुन्छ साथीहरू भन्दै मेरो भिडियो पनि भ्याइयो। अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद।